हेलो गाइस, सेवा नमस्कार, वेलकम टु माई अनदर ब्लग भिडियो। तपाईहरुलाई स्वागत गर्न चाहन्छु। यतिखेर म यहाँ गोठाला गर्दैछु। गाउँघरमा चाहिँ यसरी गोठाला गरिँदैछ, यप्प पारेर है। यो यतैदेखि लिएर सिन भनेको हाम्रो बेलाका तरी, यो त्रिगङ्गा नदी देखिँदैछ। बेलाका तरी देखिरहनु भएको छ भने हामी यहाँ माथि यति माथिबाट हामी यहाँ गोठाला गरिरहेका छौँ। यो गाउँघर रमाइलो छ, हेर्न सक्नुहुनेछ। यसरी यो घरभन्दा माथि हामी छौँ र यो मन्दिर, घरको मन्दिर रहेको छ। यो बुवा हुँदाखेरि बुवाले यहाँ पाठ पूजाहरू गर्नुहुन्थ्यो। अहिले यहाँ त्यसो केही पनि भइराखेको छैन, बन्द भएको अवस्था छ है। र यो म देखाउन चाहन्छु, यतातिर हाम्रो यो नास्पातीको बोट हो। यो फलिरहेको छ, लटरम्म फलेको छ योपालि यहाँ। भने यता माथि भने हाम्रो सरकारी वनजङ्गल रहेको छ यहाँ माथि हगि। हेट अनि यहाँ मकै उम्रिरहेको छ। हामी यो मकै बारीमा चाहिँ विशेष गरी यो मकै बारीलाई चाहिँ हामीले गरेर हामी गोठाला गरिरहेका छौँ। हातमा गुलेली छ। के गरौँ भनेपछि एउटा सानो मिनी ब्लग बनाऊँ भन्ने खालको एउटा यो मन लाग्यो, त्यही भएर मैले भिडियो बनाउँदैछु। मिनी ब्लग्स। यो मेरो पार्टनरहरू, मेरो गोठालाहरू, डनहरू छ। आज पानी पर्न आँटेको छ भन। भाइ सेवा, तिम्रो नाम के हो? ट्याङ राई? ट्याङ राई? ट्याङ कि तायाङ हौ? तायाङ राई। यहाँ एउटा ढुकुरे छ बसिराखेको छ। यो गाई पनि एकदमै धेरै गाई छ, जम्मा 4-6वटा छ गाईहरू। 6वटा गाई गोठाला, 6वटाको हामी 3जना, 2-2वटा भागमा पऱ्यौँ। यो सुन्तला अरे यो नास्पाती यहाँ हेर्नु त, यसरी चिचिलो लागिरहेको छ। हेर्नु त, यो हाम्रो बाउले रोपेर जानुभएको यो चिनो यहाँ हेर्नु त, यसरी फलिरहेको छ। यो कम्ता फलेको छैन है, लटरम्म फलिरहेको छ। यो यस्तो ठाउँमा पनि यो खासमा हो भने यो ठाउँमा चाहिँ खासै त्यति धेरै नहुनु पर्ने, तर बाँचेको छ है। हाम्रो बाउले बचाउनु भएको छ, 2 जाङ यहाँनिर बचाउनु भएको छ। यो खासमा चाहिँ यो ठाउँमा चाहिँ किनभने अलिकति गर्मी हुन्छ, यो औल बढी भएको कारणले गर्दाखेरि यो औलमा खासै हुँदैन नि त। यो नास्पाती भन्नु विशेष गरी अब अलिक लेखतिर अलिक चिसो भएको ठाउँतिर, चिसो हुने ठाउँमा मात्रै हुन्छ। र विशेष यहाँ चाहिँ कस्तो हुन्छ भने एकदमै धेरै ढुङ्गा बढी र सुक्खा बढी हुन्छ। तर यस्तो सुक्खिने ठाउँमा पनि यसरी यहाँ देख्न सकिन्छ, लटरम्म फलेको देख्न सकिन्छ। यहाँ देख्नुहोस्, मैले देखाइदिन्छु नि त। कोही त एक गाँसको पनि भइसकेको रहेछ, कोही छ यत्रो बोट भइसकेको छ, जाँगिसकेको छ, एकदम रमाइलो गरी जाँगिसकेको छ। र यहाँनिर यो कताबाट यो आम्लाबुङ यहाँनिर आएको रहेछ हेर्नु त। यो भाइ यो आफै आएको कि यो रोपेको? यो सुनाखरी अनि रोपेकोलाई कसैले? यो होइन रोपेको होइन। यता म सानो बच्चा चाहिँ हेर्नु, रुखमा आफै यो हुँदो रहेछ। यो चाहिँ सुनाखरी फुल हो। यो चाहिँ विशेष गरी वैशाखमा मात्र, वर्षको 1 दिन मात्र फुल्छ। वैशाख 1 गते मात्रै फुल्छ है यो फुल चाहिँ। यो बिचमा यो फुलको बारेमा चाहिँ तपाईँहरूलाई कतिको याद छ कुनै? यो किराँतीहरूको मुद्दुमी फुल हो यो आम्लाबुङ। यो एउटा हुन्छ नि त, विशेष गरी यो चाहिँ राई धामीहरूले पनि चलाउने गरेको चाहिँ पाइएको छ हैन। विभिन्न खालका फुलहरू चलाउनुहुन्छ, त्यो मध्येमा एउटा फुल पनि हो यो आम्लाबुङ। यो पनि फुल चलाउनुहुन्छ। त्यसै गरी हाम्रो बुवाले चाहिँ यो फुल पनि चलाउनुहुन्थ्यो। यो खुलासा गरौँ होइन, बिजुवारले चलाउने, बिजुवारले थुप्रो 16,000 फुलहरू चलाउँदाखेरि चाहिँ मध्येको एउटा फुल यो पनि हो। त्यो गाई फर्काएन, गोरु फर्काएन, यता जाउँ त। यो हो है। र यो किराँती मुद्दुम अनुसार यसको नाम चाहिँ आम्लाबुङ भनेर हामी किराँतीहरूको पनि विभिन्न भाषाहरू छन्। हामी राई बान्तावा
र चामलिङहरूले पनि आम्लाबुङै भन्छन् र कुलुङबाट थुलुङबाट अनि बायुङबाट अलग अलग भन्ला तर बुङ चाहिँ बुङै छ तर त्योभन्दा अगाडि तलमाथि के हुनसक्छ है त किनभने प्राय कतिपय राईहरूको 90% भाषाहरू मिल्न जान्छ 90% भाषाहरू मिल्दाखेरि केही कुरा मिल्न सक्छ र हामी चाहिँ आम्लाबुङ भनेर चिन्छौँ यसलाई अनि सुनाखारी त छँदैछ अनि यहाँ तर एउटा फुल छ एउटा छ यो हामी यसलाई चाहिँ हामी मिचिलिममा भनेर भन्छौँ हाम्रो मिचिलिम बुङ भनेर हामी भन्छौँ यो त्यो तल्लो तपाईँहरू चाहिँ के भन्नुहुन्छ अलिक नजिकबाट म देखाइदिन सक्छु यो तपाईँहरूलाई हामी चाहिँ मिचिलिममा भन्छौँ यसको प्रवते नाम चाहिँ मलाई थाहा भएन यता हाम्रो अर्को सदस्य कान्छी बहिनी यो हाम्रो विनोदजीको घरको सदस्य यता मैले लिएर चाहिँ मैले बुहारी बनाएर राखेको छु मैले अघि भनेको फुल यो हेर्न सक्नुहुन्छ यो हेर्नु त यो कस्तो मजाले फुलेको पनि छ है ल जोगिरा हामी जाँदैछौँ यतिखेर हामी अब कता लान्छौँ भनेपछि अब म चाहिँ धेरै वर्षपछि यो गोठाला गर्दैछु गाउँमा आएर होइन अब लगभग मेरो कन्टिन्यू मेरो यो गाउँ बस्यो भने लगभग 2 महिना 3 महिना कम्प्लिट हुन लागेको छ धेरै समयपछि म यति लङ बसेको चाहिँ यसरी भाइ नगर्नु एकछिन चढ्न दिनु भाइ तायाङ यसरी धेरै वर्षपछि म यसरी चाहिँ गाउँमा म बसेको छु नत्र भने मेरो गाउँ बसाइ एकदमै कमै हुन्थ्यो सिस्लिक आयो सिस्लिको गयो हुने तर यो पालि म एकदम लङ बसिरहेको छु र म गोठाला गर्न भइरहेको छु पहिला भन्दा धेरै चेन्ज भएको छ यो गाउँठाउँहरू पनि पहिला चाहिँ एकदम बाक्लो जङ्गलहरू हामी देख्यौँ भन्दा अहिले एकदम पातल हामी देख्न सक्छौँ हेर्नुहोस् यहाँ वारीदेखि पारी हेर्दाखेरि पारी के भइराखेको छ भन्ने कुरा सबै दृश्यहरू पनि हामी देख्न सक्छौँ पहिला हाम्रो पालामा चाहिँ के थियो भने पारी के हुँदैछ थाहै नहुने कि तर अहिले पारी के हुँदैछ कस्तो गतिविधि हुँदैछ गलत कामहरू हुँदैछ भने त्यो प्रश्न हामी देख्न सक्छौँ सानो खिची गोठाला पछ्याउँछ अनि गोठाला यसलाई पनि लानुपर्ने स्थिति छ खतरा गोठाला गर्छ यसले चाहिँ के कोट्याउँदैछ कुनै त्यसरी गाली खेलाउँदैछ यसलाई बुइनी 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 ल यो यसरी गोठाला गर्नु पनि रमाइलो हुन्छ हैन धेरै समयपछि यसरी गोठाला गराइहरू तर पहिला चाहिँ हामी अब धेरैजना हुन्थ्यो गोठाला गर्दा त्यसमा छुट्टै खालको एउटा मजा थियो अहिले चाहिँ यहाँ सिङ्गल एक्लै हुँदो रहेछ सबै कता पुगिसके कोही बिहे गरेर कता पुगे कोही छोराछोरी जन्माइसके हैन कसैले चाहिँ अब जन्माउने तर्खरमा छन् हैन अब भने कोही यसरी गोठाला गरिराखेका छन् यस्तै छ जिन्दगीहरू यो तल देख्न सक्नुहुनेछ यो चाहिँ कठरबोटे चौतानी गढी नगरपालिका वडा नम्बर 1 कठरबोटे यता यो कठरबोटे अनि यसै गरेर यतैबाट चाहिँ हामी यता आउन सक्छौँ है बेलाका तरी पनि यस्तो देखिँदैछ यो अलिक धुम्मेको कारणले त्यति प्रष्ट देखिएको छैन नत्र मजाले देखिन्छ यहाँबाट यता मूल पँधेरा यहाँ देवीको पूजा हुन्छ यो एकदम यो पनि सुकिसकेको रहेछ अहिले यसको फेदमा चाहिँ यहाँ देवीको पूजा हुन्छ सिंहदेवी पूजा हुन्छ हामी त्यही आसपास हामी गोठाला गर्दैछौँ आज नकुट्नु यो हाम्रो गोठाला गर्ने अर्को गन्तव्य पनि हो यहाँनिर यसलाई सुठुनीबारी हेर्नु सुठुनीबारी यहाँ यता खतरा गोठाला गरिन्थ्यो अहिले पुरा जङ्गल भएर छ यता गोठाला गर्ने मेरो दौतेरी साथीहरू कोही कता पुगिसकेका छन् कोही विदेश पुगिसकेका छन् कोही बिहे गरेर छोराछोरी पाइसकेका छन् कोही छोराछोरी पाउने तर्खरमा छन् म मात्र गोठाला म मात्र गोठाला फेरि फर्केर आएर जाठाएँ म गोठाला गरिराखेको छु माटोक्ने गाह्रो छ के गर्ने यस्तै छ होइन अब
छिटो मान्छेहरू छोराछोरी पाउँछन्, हामी ढिलो भयो, एकदम ढिलो भएको कारणले गर्दाखेरि अब यस्तै छ। चित्त बुझाएर बस्नु परेको छ साथी हो। लु 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 यस्तो छ है। आज चाहिँ अब यसो गोरु निकालिसकेपछि गाई गोरु खोलेपछि के गरौँ भनेपछि यताको यो गोठाला गर्ने ठाउँहरूको यसो एउटा भिडियो कैद गरौँ भनेर म यसो ब्लग भिडियो बनाउँदैछु। अब धेरै म यो भिडियोलाई मैले कन्टिन्यू गर्न चाहिनँ, किनभने के भन्ने अब अर्को भिडियोहरू अरू भिडियो म लिएर आउने नै छु। यो गोठाला भिडियो चाहिँ यति नै गरेँ। योभन्दा अगाडि मैले जङ्गलमा गएर त्यो सिप्ली टिपेको भिडियो पनि मैले अपलोड गरिसकेको छु। त्यो भिडियो पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ। लु लु नाच्दैछ अब त्यसले फर्काउनु सक्ला त। आज घरमै घसाएको, घरमै अगाएको छ कुरोहरू, त्यही भएर यो नाचिराखेको छ। डनहरू तल एकैचोटि अब खेतमा निस्किने भयो। पानी त आउनै पर्छ नि। त्यो बेचुखा जोत्नु पर्नेछ। म बिहान जोत्नु पर्यो भनेको त्यतिकै निदाई गरेँ। 5 बजी उठेँ, त्यसपछिबाट भएको छ। झापे अब बर्खा लागिसकेको छ, सबै कुरा पाउलिसकेको छ। बोट बिरुवाहरू होइन, यो बर्खा लाग्यो। अब पहिला खतरा डढेर जान्थ्यो यो पारीतिर। अब कति पटक त हामीले नै आफैले पनि डढेरहरू लगायो होला गोठाला गर्दाखेरि होइन। अनि अब यो पालि चाहिँ आजभोलि चाहिँ त्यस्तो डढेर लाउने हामी जस्तो फटाएर रहेनछन् मान्छेहरू। निकै नै मान्छेहरू भइसकेका छन् अब त होइन। आजसम्म यत्रो म बस्दाखेरि यहाँनिर त्यो खालको गतिविधि कुनै पनि देखेको छैन। पहिला हाम्रो पालामा हुन्थ्यो भने अहिले सखा भइसक्थ्यो जङ्गलहरू। कान्छी छनाको काम होला। मेरो कपडा धुको, त्यो पानी गाँस्थे। यो पानी चाहिँ हामीले यसको मुहान खोलामा छ। खोलाबाट यसरी पानी जोडेर यो पानी चाहिँ यता भएर चाहिँ यहाँ पर हाम्रो यो पर घर देख्दै हुन्छ। यो हाम्रो कोप्सेली गाईलाई टिप्पाको घर हो। यहाँदेखि सिधै पर गएर हाम्रो बुवाको चौतारामा पुग्छ यो पानी। यस्तै छ। हामी यसरी गोठाला गरिराखेका छौँ। अब यहाँ सिधै हामी घरमुनि निकाल्ने छौँ है त। अब यो भिडियोलाई म यहीँनिर चाहिँ अब स्टप गर्न अनुमति लिएँ तपाईँहरूको। अर्को भिडियोहरू लिएर तपाईँहरूको माझमा म उपस्थित हुने छु। अर्को भिडियो आइन्जेलसम्म म पनि यो भिडियोबाट बिदा हुन चाहन्छु। ओके बाई बाई गाइस, बाई बाई। यो गुलेली चाहिँ कहीँ काम लागेन। हेरौँ है अब कहाँ काम लाग्छ यो जिन्दगानीमा। चक यो चाहिँ मैले यो गोली बोकेको छु यो ब्यागमा, भनेको ढुङ्गाको गोली। यस्तो गोलीहरू होइन देखाइदिनु भन्नुहुन्छ तपाईँलाई। हेर्नु सक्नुहुन्छ यस्तो दामी गोलीहरू। किनभने यसले अब अरू त म मार्न सक्दिनँ, त्यही यसो केही कुराहरू तर्साउने काम चाहिँ हुन्छ मबाट होइन। ल फर्काउँदैछ त्यसको भाइलाई, देख्न सक्नुहुनेछ है त। ल अर्को भिडियो आइन्जेलसम्मको लागि म यो भिडियोबाट बिदा हुन्छु। मलाई बिदा दिनुहोस्। यो भिडियोलाई यहीँ क्लोज गर्न चाहेँ त मैले। ओके बाई बाई।